यदि तपाईँ मलेसियामा हुनुहुन्छ र तपाईको सहमति बिना तपाईको कम्पनी वा तपाईको रोजगारदाताले तपाईको पासपोर्ट अथवा राहदानी राखिदिएको छ भने अब सिधै यो सूचना देखाएर आफ्नो राहदानी माग्नुहोस् र आफ्नो राहदानी आफ्नै साथमा राख्नुहोस्। यदि रोजगारदाताले तपाईको राहदानी दिन अटेरी गर्छ भने अब नेपाली राजदूतावास जो क्वालालम्पुरमा रहेको छ सिधा दूतावासको WhatsApp नम्बर +60 16 24 72777 मा जानकारी गराउनुहोस् वा lever.eonkal@mofa.gov.np मा इमेल मार्फत जानकारी गराउनुहोस्। हो, मलेसिया इमिग्रेसनले सक्रिय रूपमा अवैध मलेसिया बस्दै आएका विदेशी कामदार तथा विदेशी नागरिकहरूलाई धरपकड गरिरहेको अहिलेको अवस्थामा यो सूचना जारी गरिएको छ। यसै क्रममा राहदानी साथमा नहुने जो कोही समातिन सक्ने अवस्था छ। केही दिन अघि केही नेपाली समेत राहदानी साथमै नभएको कारणले गर्दा समातिएका थिए। यसरी समातिने विदेशी अरू धेरै नागरिकहरू पनि रहेका छन्। यसै सम्बन्धमा